हेलो व्हाट्सअप ब्युटिफुल पिपल होप तपाईहरु सन्चै हुनुहुन्छ होला हामी ठिकै छु सन्चै छु आज चाहिँ सानो प्लानिङ बनाएर हामी चाहिँ सिटी टुर बाहिर निस्किदै छु है यहाँ साथीहरुसँग यहाँ साथीहरु हुनुहुन्छ यहाँ सुजन सर यहाँ मेरो ह्यान्डसम भाइ छ हैन Wish you all the best. Thank you boss. Also Mabia left this company, Mabia भी चला गया. Okay. ये मेरा बॉस है पहला हम साथ एक ही साथ में काम किया अभी देखिए पोजीशन कितना बड़ा होगा सुपरवाइजर बन गया रे ओके कन्टिन्यू जोड्दै रहनु होला हामी कता कता जान्छौं सबै तपाईहरुलाई अपडेट गर्दै गर्नेछौं है त ल है त के छ त नि कतिको एक्साइटेड हो आज ल जोडिदै गर्नु होला हामी सबै तपाईहरुलाई देखाउने छु क्लिप्सहरु कता कता जान्छौं है त सट्ट अब चाहिँ हामी गाडीको वेटिङमा हो गाडी आउँछ हजुर अब क्याम्प पनि देखाइदिनु अब तपाईको यो माथि रहला यो चाहिँ मेरो अहिलेको क्याम्प है यस्तो छ है हाम्रो अकम्पिटिसन चाहिँ यहाँ ल भविष्यको किङ हेर्नु त यहाँ गेटअप पनि ढल्ने छैन त ढल्ला है केटीहरु ए यो हो नि त ल मेरो केशव भाइ है उ चाहिँ है मेरो बिग सपोर्टर है हेर्नुस् यहाँ तपाईहरुले दुबई चाहिँ एकदम चिल्लो छ हैन घर चाहिँ नि चिल्लो घरमा बसेको छ चिल्लो गाडीमा हिँड्छ भनेर भन्नुहुन्छ नि काठमाडौँमा भन्दा धेरै बेसी धुलो उड्छ यो ठाउँमा ल हेर्नुस् साथीहरुले के भन्छ पैसा पठाइदे न त दुबईमा छस् ठुलो बॉइज कम गाह्रो छ केटा हो यहाँ ए ल हेर्नु अब यहाँ धुलो यस्तो हुन्छ है के भने तिम्रो चिल्लो ठाउँमा बसेछ चिल्लो गाडी चिल्लो घरमा बसेछ त्यस्तो होइन नि दुःख छ नि यो त्यही भएर त हामी 5000 केटालाई पैसा पठाउनु नि हामी 5000 चोटि सोध्छौँ केटा ल है अहिले चाहिँ हामी ट्याक्सीमा जाँदैछौँ अनि साथीहरूले चाहिँ हामीलाई वेट गरिरहेछ भन्छ है अब सर तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ दुबई आरटीए ट्याक्सी यहाँ चाहिँ देख्न सक्नुहुन्छ मेरो केशव भाइ छ अगाडि हाम्रो ह्यान्डसम सर बस्नु भएको छ मिस्टर सुजन हैन कस्तो फिल भइरहेछ त आज बहुत चीजमा वाली बहुत इन्जॉय المحطة الأخيرة لهذا القطار هي ल अब चाहिँ हामी आइपुग्यौँ साथीहरु भएको ठाउँमा अब साथीहरुले चाहिँ वेट गरिरहेछ गर्मी गर्मी ल हाम्रो साथी चाहिँ आउँदै हुनुहुन्छ यहाँ हामीलाई लिनको लागि कता अलिक खाली साइडतिर कता हो जोजो कता यतैबाट छिरौँ ल ल फाइनली हामी भेट्यौँ है साथीलाई नै भेट्यौँ अब सर र हामी लाग्दैछौँ फार्मनबाट फेरि एकजना साथीलाई हामी पिकअप गरेर चाहिँ सर र हामी गन्तव्यतर्फ लाग्नेछौँ है त ल पछाडि हाम्रो साथीहरू हुनुहुन्छ के छ जजन ठिक छ नि एक सालको बादमा भेट्यो है दिल टुटा दिया मालिक का तर फेरि त्यो पछि दुराललाई निकाल्ने थाहा छ तिमीलाई फाइनली हामीले चाहिँ किशोर सरलाई भेट्यौँ है त पारामान होटेलबाट साह्रै मिलो है त्यस्तै हो कहिले कहिले जान त्यस्तै तपाईँको बाटो त्यस्तै है ल हामी चाहिँ सर र जाँदैछौँ है अब चाहिँ
छौँ है रफ्तारमा बाटोमा यहाँ हाम्रो सर्च हो मान्छेले सिकिराख्नु भएको छ उहाँलाई चाहिँ रेस्ट गर्नै लाग्यो होला नि त हामी चाहिँ कन्टिन्यू गइरहेको छौँ है हाम्रो यात्रा ल अहिले चाहिँ हामी मार्केट छिरिसक्यौँ है मार्केटमा सपिङ पनि गरिसक्यौँ यहाँ टक्क लाएर ए सौदा गरियो सौदा ल अब हामी चाहिँ पेट्रोलहरू यहाँ फिल गर्छौँ पेट्रोलहरू फिल गरेर अनि सर्र हामी फेरि हाम्रो गन्तव्यतर्फ लाग्छौँ अहिले चाहिँ दाइहरू चाहिँ सामान लिन जानुभएको छ यहाँ चाहिँ है हल्का खानेकुराहरू अब हामी जाने ठाउँ पनि अब आउन लाग्यो आधी घन्टा 40 मिनटमा चाहिँ पुगिन्छ हैन यो ठाउँ चाहिँ एकदम अलिक गाउँ जस्तो रहेछ हैन अब दाइहरू सामान लिएर आउनुहुन्छ म चाहिँ गाडी यसो कुरेर बसेको के गाडी कुर्नु पर्यो नि त एकजनाले त्यही हो है त स्टे ट्युन आउँदैछ भिडियो अब हामी ठाउँमा पुग्दैछौँ Cheers. ल है गाइज हामी चाहिँ हाम्रो फाइनली डेस्टिनेसनमा आइपुग्यौँ है अझै योभन्दा माथि नै जान्छु हाइटी जग्गामा है ल अब चाहिँ मैले तपाईँको यहाँको भ्यूहरू देखाउँदैछु है यहाँको चट्ट कस्तो आउँछ भनेर म तपाईँलाई देखाउँछु है त गाइज है सर आज चाहिँ दुबईको हामी अलिक माउन्टेन जग्गामा आछौँ ल हेरिदिनुहोस् त कस्तो लाग्छ ए सेट्टी छ नि त जग्गा ल हो के छ भाइ कस्तो लागिरहेछ त एकदम जग्गा सेट्टी छ नि त एकदम दामी हो दाइ सुजन सर ए कस्तो लागिरहेछ बबाल छ नि हैन कसम भनेको बा है के छ सर के छ त अनि के भन्नु छ जग्गा कस्तो छ त्यसोचोटि भइसक्यो त हैन जो कस्तो धेरैचोटि भइसक्यो हैन आउनै पर्यो हैन तपाईले गर्नै पर्यो बेला होला
गर्नु पर्यो नि हो यार इस मरिलानु के छ र जाडोको लाग्दो हो दाइ जाडो हुन्छ नि यहाँ माथि त यहाँ माथि जाडो हुन्छ ल अब हामी एक दुईवटा यहाँ फोटोसुट गर्छौँ अनि त्यहाँबाट फेरि माथि जान्छौँ माथि फेरि मोस्टली गर्छु है ओहो जाडो भयो ल है हामी चाहिँ फाइनल्ली हाम्रो डेस्टिनेसन चाहिँ रिच गर्यौँ है अहिले भर्खरै है अनि यो चाहिँ दुबईको अब अलिकति माउन्टेन एरिया पर्छ होइन छोरा ठन्डा मौसम पनि छ होइन अहिले सनसेट देखाउँछु तपाईँहरूलाई ल हेर्नुहोस् है मैले यहाँबाट भ्यू देखाउँछु है ना है नानी नाचम ल है गाइस आजको हाम्रो टुर चाहिँ यतिसम्म थियो दुबई टु आइल्यान्ड है यो प्लेस चाहिँ एकदम चिल छ होइन घुम्नको लागि चाहिँ भिजिट गर्नको लागि तपाईहरु नै दुबईमा हुनुहुन्छ भने अवश्य यो ठाउँमा आउनु होला एकदम चिल छ कहिले त यसो माइन्ड रिफ्रेसिङ गर्नु पर्यो नि त हैन अब चट्ट लाएर भ्यूहरु यस्तो देखिन्छ यहाँबाट तपाईको यस्तो देखिन्छ है भ्यूहरु चाहिँ यहाँबाट सट्ट यस्तो देखिन्छ यो चाहिँ माउन्टेन हो है आइल्यान्डको माउन्टेन हो यस्तो देख्न सक्नुहुन्छ है ल यति भन्दै आजको मेरो भ्लग चाहिँ यही म अन्त्य गर्न चाहन्छु होप तपाईहरुलाई यो भिडियो मन पर्यो होला यदि मन पर्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गरिदिनु होला मेरो युट्युब च्यानललाई माया देखाइदिनु होला हैन ल यति भन्दै आजको भिडियो म यही चाहिँ समाप्त गर्न चाहन्छु थ्यांक यू सो मच फर वाचिङ थ्यांक यू